नमस्कार, म सुखराज दियाली, डाक्टर सुखराज दियाली, नेपाली कल्याण उच्चान्तर माध्यमिक विद्यालयको सहशिक्षक, नेपाली ए विषयको शिक्षक हुँ। आज नानीहरूलाई, तपाईहरूलाई दोस्रो अर्धवार्षिक पाठ्य अवधि सत्रको पाठ म त्यो भित्र पस्न चाहन्छु। तपाईहरूलाई विशेष गरी म यो जानकारी गराउन चाहन्छु कि यो पाठ्य अवधि सत्रमा हामीले पढ्नुपर्ने के हुन् त, कसरी पढ्ने, कस्तो प्रकारको हामीले यो पाठहरू पढेर कस्तो खालको यसको प्रश्नहरू आउँछन्, हामीले कसरी उत्तर दिने, अनि यो विषयलाई केन्द्रित रहेर हाम्रो पाठलाई कसरी अगाडि बढाउने, कसरी ग्रहण गर्ने भन्ने विषयमा म हजुरहरूसित जान लागिरहेको छु। विशेष नानी हो, हामीले बुझिरहेका छौँ कि यो दोस्रो अर्धवार्षिक पाठ्य अवधि अन्तर्गत गद्य, पद्य, व्याकरण र रचना गरेर 40 मार्क्सको हामीले प्रश्नहरू परीक्षामा प्राप्त गर्छौँ। त्यसमा हामीले विशेष गरी गद्य विभाग 15 मार्क्स, पद्यमा 10 मार्क्स, व्याकरण र रचनामा 15 मार्क्स, यो दृष्टिकोणले हेर्दाखेरि हामीले गद्यमा 15 मार्क्स भेटिरहेका छौँ। अब गद्यमा के पर्छ भन्दाखेरि हामीले विशेष गरी कथा, निबन्ध आदि आदि। तर हामीलाई पश्चिम बङ्गाल उच्चान्तर माध्यमिक शिक्षा परिषदको यो पाठ्यक्रम अन्तर्गत कथा 2वटा पढ्न गएको छ। त्यो कथाहरू हुन् शिवकुमार राईको माछाको मोल र सानु लामाको फुर्बाले गाउँ छोडे। यो 2वटा कथा छ। हामी यो 2वटा कथाबाट हामीले 15 मार्क्सको हामीले परीक्षामा प्रश्नहरू पाउँछौँ। यो प्रश्नलाई सहजै कसरी उत्तर दिन सकिन्छ भन्दाखेरि अब हामी पाठ्यक्रमभित्र पस्छौँ र विशेष रूपले तपाईहरु देख्नु हुँदैछ, आज मैले तपाईहरुलाई प्रस्तुत गर्न लागिरहेको पाठ हो माछाको मोल। यो कथालाई लेख्नुभएको कथाकार हुनुहुन्छ शिवकुमार राई। उहाँको विशेष कुरो हामीले माछाको मोल पढ्नुभन्दा अगाडि हामीले लेखक अथवा कथाकारले के कस्तो हामीलाई के कस्तो छ, उहाँको परिचय, उहाँको साहित्यिक जीवन, उहाँले आफ्नो अन्धपल्तो जीवनमा के पुरस्कारहरू, सम्मानहरू अनि सामाजिक, राजनीतिक उहाँको कस्तो योगदान छ भनेर हामीले जान्नु पनि पर्छ। किनभने त्यति जानकारी हामी लिएपछि हामीले परीक्षामा त्यो कुराहरूलाई हामी उत्तरदायित्व अथवा उत्तर दिनको योग्य बन्नेछौँ। आज सर्वप्रथम म तपाईलाई शिवकुमार राई चिनाउन गइरहेको छु। सुन्नुहुँदैछ? शिवकुमार राई उहाँ कथाकार हुन्, उहाँ उपन्यासकार पनि हुन्। अनि शिवकुमार राईले खण्डकाव्य लेख्नु भएकोले गर्दा, उहाँले सृजना गर्नु भएकोले गर्दा उहाँलाई हामी खण्डकार पनि भन्छौँ। भारतीय नेपाली कथा साहित्यमा हामीले पढ्नै पर्ने नाम, उल्लेखनीय नाम पनि हो शिवकुमार राई। 4औं श्रेणीदेखि लिएर एमए सम्मै पाठ्य पुस्तकमा साहित्यमा चासो राख्नेको लागि पनि यो विशेष गरी शिवकुमार राईको कथा नपढिकन अगाडि बढ्न हामी पटक्कै सक्दैनौँ। यस्ता महान साहित्यको जन्मतिथि कृतिबारे जानिराख्नु आवश्यक छ नानीहरू। अब हामी जानौँ उहाँको जन्मतिथि, जन्ममिति, जन्मस्थान, कहाँ कसरी जन्मिनु भएको रहेछ शिवकुमार राई। हामीले पूर्व सिक्किमको रिनोक भन्ने जग्गामा 26 अप्रिल 1919 मा जन्मिनु भएको। अनि उहाँको पिता ध्वजवीर राई
उहाँको माता नरमाया राई। अनि उहाँले शिक्षा, एउटा अचम्मै कुरो छ, उहाँको पिता पोस्ट अफिस अथवा हुलाक डिपार्टमेन्टमा कार्य गर्ने हुनाले उहाँको पिता त्यस बखत तिब्बतमा हुनुहुन्थ्यो र उहाँको जन्म पछि उहाँको प्राथमिक शिक्षा तिब्बतको ग्यासेममा प्राथमिक पाठशालाबाट श्री गणेश गर्नुभएको हो र पछि दार्जिलिङ हुँदै कलकत्ताको सन्त जेवर्स कलेजबाट 1941 मा बिए परीक्षा उत्तीर्ण गरेका हुन् र उहाँलाई उहाँको शिक्षा एवं उहाँको जीवनीलाई हामीले हेर्दा उहाँको शैक्षिक जीवन पूर्ण भएपछि उहाँको साहित्यिक जीवन के कस्ता छन्, साहित्यिक जीवनको परिघेरा परिसीमा अथवा उहाँको साहित्यिक जीवनको योगदानलाई हामी स्रोततिर जानुपर्दा हामी सन् 1937 सालतिर जानुपर्ने हुन्छ। 1937 सालदेखि नै उनको साहित्यिक जीवनको थालनी गरेको पाइन्छ तथ्याङ्क। उहाँको जीवनीहरू पढ्दा उहाँको साहित्यिक जीवनीको हामीले अध्ययन गर्दाखेरि यस्तो कुरो फेला पारिन्छ। विद्यार्थी कालदेखि नै कथा सृजनामा लागि परेको तथ्य उनको साहित्यिक जीवनलाई अध्ययन गर्दा हामीले प्राप्त गर्न सकिन्छ। र विशेष कुरो उहाँ कथामै सुरुमा, उहाँको साहित्यिक जीवनको सुरुमै उहाँले कथा सृजनालाई लिएर अगाडि बढेको हुनाले उहाँको पहिलो कथा प्रकृति पुत्री हो भनेर हामीलाई ठिम्याउनु नेपालबाट प्रकाशित हुने साहित्यिक पत्रिका, बडो राम्रो पत्रिका शारदामा सन् 1941 मा प्रकाशित भएको पाइन्छ यो प्रकृति पुत्री कथा। र त्यसरी उहाँले त्यो 1941 मा प्रकृति पुत्री कविता प्रकाशित भएपछि उहाँको कथाहरू भारतीय नेपाली साहित्यको दार्जिलिङ, बनारसी, देहरादून, कलकत्ता विभिन्न स्थानबाट, भारतको विभिन्न राज्यबाट प्रकाशित हुने पत्र पत्रिका, नेपालबाट प्रकाशित हुने पत्र पत्रिकातिर उहाँको कथाहरू प्रशस्तै प्रकाशित भएको पाइन्छ। अन्य पत्र पत्रिकाहरूमा हामीले हेर्नु पर्दा विशेष रूपले देख्नु हुँदैछ यहाँ युगवाणी, साहित्य स्रोत, भारती जस्ता पत्रिकाहरू, उच्चकोटिको पत्र पत्रिकामा उहाँको कथाहरू प्रशस्तै प्रकाशित भएको पाइन्छ। उहाँको सामाजिक जीवन सँगसँगै राजनीतिक जीवनको पनि एउटा ठुलो योगदान छ भारतीय नेपाली गोर्खा जातिहरूमा। विशेष गरी उहाँले डम्बर सिंह गुरुङको नेतृत्वमा स्थापित जुन चाहिँ राजनीतिक दल गोर्खालिग पार्टी थियो, त्यही पार्टीको तर्फमा पक्षमा सन् 1952 सालमा विधानसभामा निर्वाचित भई पश्चिम बङ्गाल सरकारको श्रम उपमन्त्रीको पदमा रहेर उहाँले योगदान पुर्याएको कुराहरू पनि हामी पाउँछौँ, खुट्याउन सकिन्छ। अब हेरौँ उहाँले यति लामो जीवनमा साहित्यिक योगदान, सामाजिक योगदान, राजनीतिक योगदान आदि आदि कुराहरूमा योगदान पुर्याएपछि विशेष कुरो उहाँको साहित्यिक योगदानलाई मूल्याङ्कन गर्दै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्थाहरूले उहाँलाई एउटा सम्मान मूल्याङ्कन हेतु पुरस्कार र सम्मान गरेको छन्। र तपाईहरुले देख्नु हुँदैछ यहाँ सन् 1948 मा खरे कथा संग्रहको लागि नयाँ दिल्ली साहित्य अकादमीद्वारा उहाँलाई साहित्य अकादमी पुरस्कारले अलङ्कृत गरेको पनि पाउँछौँ। उहाँ इन्द्रबहादुर राई पछिको दोस्रो साहित्य अकादमी जस्तो उच्च कोटिको पुरस्कारले पुरस्कृत हुने एकजना स्रष्टा पनि हुन्। अब हामी हेरौँ दोस्रो दार्जिलिङको
साहित्य सम्मेलनबाट यो पुरस्कार प्रदान गरिन्छ, जुन पुरस्कारलाई हामी दियालो पुरस्कार भन्छौँ। उक्त पुरस्कार पनि उहाँले दियालो पुरस्कारले सम्मानित हुनुभएको छ। उसरी नै हामीले सिक्किमबाट हामीले उहाँ अगमसिंह गिरी स्मृति पुरस्कारले पनि सम्मानित भएको पाइन्छ। यस्ता अनेकौं थुप्रै ससाना सङ्घ संस्थाहरूले उहाँलाई सम्मानित गर्नुभएको छ, पुरस्कृत गर्नुभएको छ। अब हामीले उहाँको कथा विषयलाई हामी अलिकति अध्ययन गरौँ। ओके, शिवकुमार राईको जति पनि आजसम्म प्रकाशित कथाहरू छ, ती कथाहरू हामीले हेर्नु पर्दा विशेष रूपले देखिन्छ। तपाईँ नानीहरूलाई म यो कुरा गर्छु, जस्तै फ्रन्टियर कथा सङ्ग्रह 1954 साल, यात्री कथा सङ्ग्रह 1956 साल, खरे कथा सङ्ग्रह 1976 साल, अनि बडा डिनर कथा सङ्ग्रह 87 सालमा प्रकाशित भएको छ। र त्यसरी नै शिवकुमार राईको 7 कथाहरू 1994 सालमा प्रकाशित भएको पाइन्छ। अर्को पक्षबाट हेर्दा शिवकुमार राईको एउटै मात्र उपन्यास डाकबङ्गला उपन्यास 1997 सालमा प्रकाशित भएको छन् र डाफे चरी खण्डकाव्य 1954 सालमा प्रकाशित भएको पाइन्छ। र यी कृतिहरू हामीले हेर्दाखेरि 5वटा कथा सङ्ग्रह, एउटा उपन्यास, एउटा खण्डकाव्य, मोट रूपमा हेर्दा 7वटा। नानी हो, यो कृतिहरू कहिले प्रकाशित भयो र शिवकुमार राईको कथा सङ्ग्रहहरू के हुन् भन्ने कुरो चाहिँ हामीले पुरा ध्यान पुर्याउनु पर्छ, किनभने परीक्षामा यो कुरो तपाईहरूलाई प्रश्न आउन सक्छ। जस्तै फ्रन्टियर कथा सङ्ग्रहको कुरा गरेँ मैले, यात्री, खरे, बडा डिनर, शिवकुमार राईको 7 कथाहरू। अनि कहिलेकाहीँ तपाईहरूलाई शिवकुमारद्वारा लिखित उपन्यास के हो भनेर अथवा कुन हो, अब नाम के होला भन्ने प्रश्न आउँदाखेरि हामीलाई उत्तर दिनु सजिलो पर्छ। उहाँको एउटै मात्रै उपन्यास डाकबङ्गला 1997 सालमा प्रकाशित भएको, अनि एउटै मात्रै खण्डकाव्य डाफे चरी, यो तपाईहरूले याद गर्नुपर्ने हुन्छ। अब हामी शिवकुमार राईको अथवा उहाँले थुप्रै साहित्यको विधामा कलम चलाए तापनि भारतीय नेपाली साहित्यमा उहाँलाई हामीले कथाकारको रूपमा चिन्छौँ, जान्दछौँ, बुझ्दछौँ। कथाकारको रूपमा सुन्नुहोस् है, र सफल उपन्यासकार पनि हुनुहुने, नाटककार पनि हुनुहुने, कवि पनि हुन्। यति हुँदै हुँदै उहाँको विभिन्न प्रतिभाहरू, उहाँको व्यक्तित्वहरू हुँदा हुँदै पनि हामीले भारतीय नेपाली साहित्यमा मात्र नभएर सम्पूर्ण विश्व नेपाली साहित्यमा उहाँको परिचय चाहिँ कथाकारको रूपमा दर्बिलो एउटा परिचय पाएका छौँ। यसै सन्दर्भमा उहाँको कथाहरू हामीले अघि नै चर्चा गरिसकेका छौँ। हामीले 5वटा उहाँको कथा सङ्ग्रहमा सङ्ग्रहित कथाहरू के कस्ता प्रवृत्तिहरू छन्, त्यो कथाको लेखन कस्तो प्रकारको, के प्रकारको, कसरी उहाँले वस्तुध्वनि त्यो कथाहरूमा प्रवृत्तिहरू छन् भन्ने कुरामा हामी बुझिराखौँ है नानी हो। यहाँ हेर्नुहोला, शिवकुमार राईको कथालाई हेर्दाखेरि चाहिँ हामी भारतीय नेपाली जनजीवनलाई लिएर लेखिएको कथाहरू नै पाइन्छ। हामी भारतीय नेपाली गोर्खाली जनजीवनमा भइरहेको घटनाहरू, जनजीवनले बोकेको जीवन शैलीमा आधारित कथाहरू उहाँको कथाहरूमा पाइन्छ। उहाँको कथाहरूमा एकदमै प्राय जस्तो कथाहरूमा, जम्मै नभएर प्राय जस्तो कथाहरूमा चाहिँ निम्न वर्गीय समाजलाई, निम्न वर्गको समाजलाई अथवा त्यो समाजले, निम्न वर्गको समाजले झेल्नु परेको आर्थिक, सामाजिक र राजनैतिक आदि समस्याहरूलाई लिएर उहाँको कथामा आफ्नो
विचार भाव र वस्तु गरी कथनलाई चाहिँ प्रस्तुत गरेको पाइन्छ। अब हेरौँ कथामा उनको समाजमा घटिरहने घटना जो साधारण मानिसले जीवनले देख्न नसकेको कुराहरू, समाजमा भइरहने जीवनको समस्यामूलक स्थितिहरू व्यवस्थाहरूलाई उनले कथामा प्रकाश पारी हाम्रो पाठकहरूलाई अथवा हाम्रो उहाँको कथा पढ्ने पाठकहरूलाई एउटा चेतना, एउटा शिक्षाको रूपमा उहाँले प्रसारण गरेको पनि पाइन्छ। र उनको कथाहरू हामी मोटामोटी रूपले हेर्दाखेरि यथार्थवादीको दृष्टिकोणबाट हेर्न सकिन्छ र सामाजिक यथार्थवादी भावधारामा लेखेको कथा भएकोले गर्दा नै उनको कथाहरू साह्रै नै मर्मस्पर्शी, हृदय स्पर्शी, पाठकले अथवा विद्यार्थीले एकचोटि पढेपछि त्यो कथा हाम्रो मस्तिष्कमा यस्तो मजाले छ्याप्पै भिजेर बस्छ कि हामी त्यसको एक एकवटा हामी ती पात्रहरूले खेलेका, चित्रण गरेका त्यो वातावरणमा त्यो समयकाल हाम्रो मस्तिष्कमा एकदमै सजीव चित्रण भएर बस्छ। अनि हामीले पढ्दै गरेको यो शिवकुमार राईको माछाको मल चाहिँ साहित्यको कथा विधामा पर्छ। हामी धेरै विद्यार्थीहरूले एउटा भुल गरेको देख्छौँ। कथालाई पनि यो कविताको शीर्षक हो यस्तो अथवा यो कवि हो भनेर लेख्छौँ। त्यो कविता लेख्नेलाई हामी कवि भन्छौँ, कथा लेख्नेलाई हामी कथाकार भन्छौँ, उपन्यास लेख्नेलाई उपन्यासकार भन्छौँ, नाटक लेख्नेलाई नाटककार भन्छौँ। यो कुरो चाहिँ हामीले विद्यार्थीहरूले मस्तिष्कमा एकदमै राम्रो भिजाएर बस्नुपर्छ र यो कुरो परीक्षामा आउँदा हामीले सही उत्तर लेख्नु पनि सक्नुपर्छ। साहित्यमा यस्तो विभिन्न विधाहरू हुन्छ, कथा विधा, कविता विधा, नाटक विधा, समालोचना विधा आदि आदि विधाहरू हुन्छन्। यो विधा छुट्याएर यसलाई हामीले सही उत्तर लेख्न सक्नु चाहिँ विद्यार्थीहरूको लागि यो विषयमा चाहिँ अलिकति जागरुक र अलिकति सचेत रहनुपर्ने मैले देखिरहेको छु। हामीले प्रश्न उत्तर पुस्तिका जाँच गर्दाखेरि हामीले यो कुराहरू भेटिरहेका छौँ र हामीले पढ्दै गरेको साहित्यको कथा विधा हो। फेरि पनि भन्दैछु, यो हामीले पढ्दै गरेको पाठ माछाको मोल शिवकुमार राईद्वारा लिखित कथा हो। यो कथा विधाको अथवा गद्य साहित्यको एउटा यो हाम्रो पाठ्य पुस्तकमा रहेको पहिलो पाठ पनि हो। र अब जाउँ हामी माछाको मोल शिवकुमार राईको विषयमा हामीले यति धेरै चर्चा गऱ्यौँ, शिवकुमार राईलाई बुझ्यौँ, उहाँको सामाजिक जीवन छोडेर हामीले राजनीतिक जीवन बुझिरहेका छौँ। उहाँ पश्चिम बङ्गाल सरकारको उपश्रम मन्त्रीसम्म भइसकेका एकजना सशक्त जागरुक व्यक्तित्व स्रष्टा हुनुहुन्छ अनि उहाँले समाज आदि आदि काममा उहाँले आफ्नो योगदान पुर्याएको छ। साहित्यमा झन् यति अग्लो प्रकारको एउटा योगदान छ। उहाँको पेशागत रूपले हेर्दाखेरि हामीले आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक पदबाट उहाँले अवकाश गर्नुभएको हो। उहाँ रेडियो आकाशवाणी खरसाङमा हुनुहुन्थ्यो र त्यस बखत उहाँले धेरै एकाङ्की नाटकहरू पनि लेख्नु भएको छ। यो पनि हामीले याद गरिराखौँ। र शिवकुमार राईको अब हामी पाठ पढिरहेको छौँ। तपाईँहरूको समक्ष हामीले माछाको मोल सर एकछिन रेस्ट गर्नु नानी हो। माछाको मोल। अब यो कथा विक्रम सम्वत 2021 शारदा पत्रिकामा छापिएको यो कथा पनि हो। पछि गएर शिवकुमार राईको फ्रन्टियर भन्ने कथा सङ्ग्रहमा यो कथा माछाको मोल समावेश भएको पाइन्छ। फेरि सम्झिनुहोस् है, फ्रन्टियर कथा सङ्ग्रहभित्र छ यो माछाको मोल भन्ने कविता। तर यो सुरुमा चाहिँ शारदा पत्रिका काठमाडौँबाट प्रकाशित हुने विक्रम सम्वत 2021 मा प्रकाशित भएको
पाइन्छ र शीर्षक छ माछाको मोल। यो माछा भन्ने त बुझ्नुहुन्छ, खोला नालातिर पोखरीतिर पाउँछौँ, हामी बजारमा पनि जान्छौँ, माछा बजारमा जान्छौँ, सब्जी दोकानतिर जान्छौँ, माछा बेच्दै गरेको देखिरहेका छौँ। तर माछा भन्नेले हामी प्रत्येक नानीहरूले बुझ्छ, हामी मांसाहारीले त माछा खाइरहेको पनि देखिरहेका छौँ अथवा खाइ पनि रहेका छौँ। र मोल भन्ने कुरा चाहिँ अब हामी अलिक बुझ्नुपर्छ। कुनै वस्तुको मूल्य, भाव अथवा दर अथवा दाम, किम्मत आदि कुरालाई यो अर्थमा चाहिँ यसलाई बुझ्न सकिन्छ। मोल भन्नाले यस्तो प्रकारले, जस्तै उत्पादन बजारमा व्यवस्थामा जाँदाखेरि यो उत्पादन हुन्छ फर्स्ट पहिलो, त्यसपछि बजार व्यवस्था, त्यसपछि हामी खुद्रा बजारमा जान्छ, त्यसपछि खुद्रा बजारबाट होटलमा, सानोतिनो खाजा पसलतिर यस्तो वस्तुहरू त्यहाँ पुगेर यसको मूल्य मूल्य वृद्धि हुँदै गएको पाउँछौँ। अब यो अर्थशास्त्रको रूपले हेर्दाखेरि चाहिँ यसलाई मुद्रास्फीति अथवा मुद्रा वृद्धि अथवा यो अर्थशास्त्रको दृष्टिकोणलेबाट पनि यो कथालाई हामीले हेर्न सकिन्छ। र खोला नालामा यो माछाको मोल भन्नेमा चाहिँ विशेष रूपले खोलामा पाउने माछाहरू असला, बुदना, जो चाहिँ पहाडी इलाकातिर, पहाडतिर यो खोला नालामा पाउने एउटा टेस्टी माछा हुन्छ। त्यो माछालाई मार्ने जालहारी हुन्छ, माझी पनि भन्छौँ हामी। यस्ता विषयमा यो केन्द्रित रहेको एउटा माझीको एउटा दर्दनाक कथा, हृदयस्पर्शी कथा यो शिवकुमार राईको यो माछाको मोलमा पाइन्छ। यो मोल, माछाको मोल, त्यो माछा खोलाबाट मारेपछि बजारमा पुगेर बजारबाट होटलले, खुद्रा व्यापारी पसलले लगेर त्यसलाई विभिन्न परिकारलाई बनाएर बेच्दाखेरि त्यसको मूल्य अर्कै, र त्यो खोलाबाट लगेको माछा बजारमा बेच्दा अर्कै मूल्य पाएको कुराहरू यहाँ कथामा प्रस्तुत हुन्छ। र अब यो दृष्टिकोणले हेर्दा पनि माछाको मूल शीर्षक चाहिँ सार्थक देखिन्छ र माछाको मूल कथाको एकदमै यो हामी अङ्ग्रेजीमा सुइटेबल एउटा शीर्षक छ। र माछाको मोल, यो माछाको मूल्य चाहिँ कसरी, दाम, यसको किम्मत कसरी चाहिँ वृद्धि भएर गएको छ। अन्तिममा यो कथाको हिरोले मर्ने बेलामा भनेको छ माछाको मोल यत्रो, किनभने उसको त्यो गोब्रे दहमा ज्यान जान्छ। यो दृष्टिकोणबाट पनि हेर्दाखेरि माछाको मोल कथाको शीर्षक अति नै सार्थक र मिल्दो छ भनेर हामी ठिम्याउन सकिन्छ। अब आउँ यहाँ कथामा। माछाको मोल भन्ने कथामा विशेष कुरो हामीले देखेको एउटा मार्मिक पक्ष। अब कथालाई कसरी कथावस्तु अगाडि बढेको छ, माछाको मोलमा हामीले एउटा देखिरहेको कुरा छ। यहाँ हामीले माछाको मोल कथा पढ्नुभन्दा अगाडि म तपाईहरुलाई यसको एउटा पात्रहरूको परिचय गराउन चाहन्छु। यहाँ मुख्य पात्र रणे, जसलाई नेपाली माझी, सुन्नुहोस् है, नेपाली माझी अथवा जालहारी पनि भन्छ, जसले आफ्नो व्यवसाय जीवन, आफ्नो जीवन टाल्न, आफ्नो जीवनलाई बाँच्नका निम्ति उसले त्यो आर्थिक स्रोतको एउटा हो, जसले चाहिँ खोलामा गएर माछा मार्छ, जाल हानेर अब माछा मार्छ, अनि त्यो माछा मार्ने रहनेको जीवन कान छ यहाँ। यो यसले गर्दाखेरि रहनेलाई याद गर्नुहोस् मुख्य पात्र। दोस्रोमा पात्रलाई दोस्रो स्तरमा हेर्ने हो भने हामीले स्वास्नी मान्छे भनेको छ। बाटोको छेउमा दोकान थापेर बसेको एकजना आइमाई मान्छे छ, जसको नाम चाहिँ हो स्वास्नी मानिस भनेर कथाकारले उल्लेख गरेको छ। अब अर्को एकजना छ, एक मान्छे भनेको छ। जब रहनेले माछा बेच्न लाँदै गरेको छ, उसको मूल्य सोध्ने व्यक्ति हुन्छ एक मान्छे, त्यो जसले माछाको मोल सोध्छ।
अर्को हामीले कथामा गौण पात्र, यो भेरी इम्पोर्टेन्ट, गौण पात्रको रूपमा हामीले पाइरहेका छौँ। के भन्दाखेरि रने को अथवा रनेले कल्पना गरेको स्वास्नी, जसलाई चाहिँ उसले काल्पनिक रूपमा अथवा उसले खोलामा बसेर कल्पना गरेको गोरेका आमा भनेको छ। गोरे चाहिँ उसको काल्पनिक छोरा। अनि अर्को छ रनेको बाउ, पिता, जो त 10 वर्ष अगाडि गब्रे दहमा त्यो भेलले बगाएर उसको पनि मृत्यु भएको हुन्छ। रनेका आमा सानोमै हो बितेर गएको हुन्छ र रनेका आमालाई पनि त्यो कथामा उपस्थित गराएका छ। र त्यहाँ अर्को कुरो स्वास्नी मानिस भनेर जो कथाकारले उल्लेख गरेको छ, उसको ससुरा, सासू र पोइलाई पनि संकेत गरेको पाइन्छ। र हामीले यसरी हामीले यो कथामा पात्रहरू पाएपछि अब कथालाई अगाडि बढौँ है। आज सर्वप्रथम हामीले कथामा के पाउँछौँ भने एउटा पहाडमा को जग्गा छ, आञ्चलिक एउटा पहाड कल्पना गर्नुहोस्। पहाडको फेदीमा बसेलीतिर बसेको एउटा गाउँ छ। त्यहाँ दर्कने पानी, पुरा बर्खाको टाइम छ, दर्कने पानी परिरहेको हुन्छ, पुरा हावा सिरिरी हावा चलिरहेको हुन्छ। बादललाई त्यो हावाले ठेलेर पातला बनाएर बीचबीचमा बादल फाटेर निलो आकाश देखेको छ। मानौ त्यो आकाशलाई धुएर यति सुन्दर बनाएको जस्तो गरेको छ। कहीँ कतै त्यहाँ एउटा दाग देखिँदैन त्यति बेला आकाशमा। र बौलाएको, प्राकृतिक पनि बौलाएर चाहिँ घरिघरि पानी परेको, खाली बादलको आँसुले पखालेको खरे खोलाहरू, पहाडको चेपबाट खरे खोला हुनु गरेर बगिरहेको सुनिरहेका छौँ। र पहाडको गर्जेको यो चेपचापबाटको ध्वनि प्रतिध्वनि त्यो गाउँको मानिसहरूले पनि सुनिरहेको छ। यस्तैमा त्यो बिचारा रनेको एउटा छाप्रो हुन्छ। त्यो छाप्रोमा रनेले बाहिर निस्केर अलिअलि पानी रहेपछि बादल अलिअलि फाटेको जस्तो कुदिरहेको बादलहरूको, अनि त्यो बाहिर निस्केर रने माझीले चाहिँ आँखाको यसरी यो माउमाथि चाहिँ हात यस्तो गरेर राखेर आकाशतिर हेर्छ। आकाशतिर हेरेपछि उसले के देख्छ भने अलिअलि अब पानी रहला जस्तो उसले बोध अथवा उसले गेस्ट गर्छ अथवा अनुमान गर्छ, अब चाहिँ माछा मार्नु जानुपर्ने रहेछ भनेर। अब रनेलाई चट्ट हेर्दाखेरि कस्तो देखिन्छ त भन्दा रने चाहिँ पुड्को नै खटिलो, अलिक भुस्तिक्रे टाइपको मान्छे, औती नै पुरानो लुगा लगाएको, जिनको दौरा सुरुवाल लगाएको, तस्टौँ टालेको, तर टाले पनि त्यसलाई चाहिँ झुम्रो भन्नुपर्ने, झुम्रो यसो के हामीले भाँडा साडा माझ्दा खाना पकाउँदा चाहिँ झुम्रो प्रयोग गर्छौँ नि, कालो कालो लागेको त्यस्तै टाइपको झुम्रो जस्तै देखिने उसको बिचारा दौरा सुरुवाल पहिरन। र उसले त्यो भित्रबाट एउटा अस्कोट पनि लगाएको छ। अनि सेतो टाक, यस्तो खालको टाक, यो टाक चाहिँ स्कर्टमा चाहिँ तर सेतो टाक, अनि उडिसकेको खरानी रङको टोपी काचा कुचुक भएको, पाँसु लगाएको, माथिसम्म सुरुवाललाई सुर्काएको, किनभने ऊ खोलामा जान तयारी छ माछा मार्नको लागि। अब रनेले एकचोटि बौलिन्दो खोलाको चारैतिर हेरेपछि हातमा एउटा सानो जाल लिएर खोलातिर लाग्यो। उनीले माछा मार्नुपर्छ, किनभने उसको रोजीरोटी बनाउन, उसको दैनिक उसको त्यही माछाबाट आर्थिक स्रोत भएर उसले बाँच्ने क्रम गर्छ। र खोलातिर लागे। अब खोलामा जाँदाखेरि खोलामा एउटा ढुङ्गामा ठ्याक्कै ऊ लेउमा पनि चिप्लिन्छ, अनि फेरि जुरुक्क उठेर अर्को ढुङ्गामा बसेर उसले जाल मजाले घुमाएर चाहिँ खोलामा झ्याम्मै जाल फ्याँक्छ। रनेले बटारेको पाखुरा, एकदमै तिग्रे पाखुरा हुन्छ, र जाल फिजाएपछि अनि त्यो जाल बिस्तार हातले सोरेर बगरमा लिएर खनाएपछि त्यहाँ रोडा बलुवासितै उसले सोरेर ल्याएको 10-12वटा माछा पनि बगरमा छटपटिन थाल्छ। त्यो माछालाई टिपेर उनी घरतिर लाग्छ। अब रनेलाई यसो हेर्दाखेरि उसको पेट पाला, उसले दैनिक रूपमा सबै कुरा गर्ने त्यो माछा नै थियो उसको। र रनेको बाउ पनि यस्तै जालहारी नै थिए। बिचारा 10 वर्ष अघि
रहनेको बाउ पनि यसरी बर्खाको टाइममा पानी झरेको समयमा खोला बढेको टाइममा जाल हान्दै जाँदाखेरि पनि त्यही गोब्रे दहमा उनी अन्तिम सास फेरेका थिए, गोब्रे दहले बगाएर लगेका थिए भन्ने कुरो हामीले कथाबाट पाउँछौँ रहनेको जीवनबाट। यस्तो जीवन अनि रहनेलाई अब हामीले कस्तो देख्थ्यौँ भन्दाखेरि उसको अब थाहा भइहाल्यो तपाईँहरूलाई, अब कम पुड्के मान्छे भुस तिक्रे एकदम च्याङ्ला परेको, दौरा सुरुवाल पनि एकदमै बिजुलो फाटेको, कालो मैला अस्कट है। अनि उसलाई पुल्ठो बालेर राति खोलामा माछा मार्न जाँदाखेरि चाहिँ कस्तो हुन्थ्यो भने उसलाई चाहिँ भूत जस्तो पनि देखिन्थ्यो भनेको छ। यो एकदमै याद गर्नुपर्छ है। यहाँ भनेको छ मानिसहरू भूत प्रेतसँग डराउँछ, हामी रात बिरात हिँड्नु हुँदैन, चुडेलले भेट्छ, स्याँ सिन्डीले आँखा लाग्छ पर्छ, स्याँ सिन्डीको मुखमा पर्छ भनेर हामीले सुन्दै आएको। हामी राति कतै पनि जाँदैनौँ, सबै मान्छे मस्त सुतिरहेको बेलामा रहने चाहिँ बिचारा अब पुल्ठो लिएर खोलामा आधा रातसम्म माछा मार्न जाने हुनाले र यो कुराहरू भूत प्रेत हुन्छ, चुडेल हुन्छ, स्याँ सिन्डी हुन्छ भन्ने कुरा चाहिँ वायात लाग्छन् त्यो उसको लागि, उसको जीवनमा रहनेको जीवनमा चाहिँ यो कुराहरू चाहिँ वायात हुन्। र त्यसले गर्दा जब यो शिथिल शरीर अब के भन्नु स्थितिहरू बोकेर जान्छ, उनीलाई भूत जस्तै दाँज गर्न सकिन्छ। र सबै गहिरो निन्द्रामा परेको बेला, सबैले सपना देख्दै गरेको बेला पुल्ठो बालेर एकदमै पुल्ठोको धिप उज्यालोमा त्यही माथि दिनभरिको घाम पानीले अनुहार डढेकोले गर्दाखेरि त्यसको अनुहारमा त्यो पुल्ठोको उज्यालो लाग्दाखेरि चाहिँ डरलाग्दो उसको अनुहार देखिन्छ। मानौ यो डढेको अनुहार, उसको सेतो आँखा खोला नाला पहाड पर्वतमा चार्दै जाँदाखेरि नै उसलाई मानौ ऊ भूतदेखि नै त्यो खोलाको भूतहरू मनैदेखि नै डराउँथे भनेको जस्तै एउटा भूत हुन्छ अथवा भान हुन्छ। र रहने एकैचोटि जाल घुमाएर दहमा दहरोसित फ्याँकिदिन्छ र माछा त्यहाँबाट उसले निकाल्छ खोलाबाट। र यस्तो प्रकारको उनको जीवन माछा मार्दै जाँदाखेरि एक दिन रहनेले आफ्नो वैवाहिक जीवन सङ्गिनीको कल्पना पनि गर्छ। ऊ एक्लै हुन्छ खोलामा, आफ्नो सानो गृहस्थ जीवनको एउटा उसले आफ्नो कल्पनामा लिन्छ। र माछा मार्दै जाँदा उसको एउटा छोरो गोरे आयो, उसलाई बाबा म पनि माछा मार्छु नि भन्छ, एकदम लाडे नानीहरूको बोलीमा माछा मार्छु नि भन्छ। त्यस्तो कल्पना गर्नुभएको यो चाहिँ रहनेले। अनि त्यति बेला चाहिँ रहनेले अलिकति रिसाएर गोरेका आमा नानीलाई लैजान भनेर उसले उता सार्छ र उसले एउटा सुखद पारिवारिक जीवनको कल्पना पनि गरेको यो कथामा हामीले पाउँछौँ। रहने माछा मारिसकेपछि बाँसको चोयामा माछा उनेर अब बजारतिर लाग्छ। बजारमा बेच्नका निम्ति रातभरि मारेको माछा अब दिउँसो उनी बजारतिर लाग्छ र उसलाई बजारतिर त्यो खाल्टाङ खुल्टुङ ढुङ्गामा ठोकेर उसको निलहरू भएको ठाउँ ठाउँमा निल डाम बसेको, त्यो पानीमा चप्लाङ चुप्लुङ खोलामा हानेको बसेको माछा मार्नु, हात कुवाकोमा हात डुबाउनु जाँदाखेरि जाल निकाल्नु पर्दा उसको हात विशेष कुरो खुट्टा तिग्रासम्म भिजेको सुराल, त्यही माथि औँला खुट्टाको औँला चेप पासिएको, कस्तो अवस्थामा उनी त्यतिकै त्यस्तो जाडो पनि हुन्छ। फेरि त्यो जाडोमा उनी त्यो दौरा सुरुवाल भिजेको लुगा ल्याएर उनी बजारतिर माछा बेच्न जान्छन्। र माछा बेच्न जाँदै गर्दाखेरि चोकमा एकजना मान्छेले भेट्छ, दाइ यो माछाको मूल्य, यो माछा कसरी हो भन्छ। मूल्य सोधेको नि कसरी हो भन्छ, यो 8 आना सेर भन्छ। अनि खोलामा हिँडिहिँड्ने लडिहिँड्ने माछाको मोल पनि यत्रो, के साह्रो महँगो हो भनेर त्यो चोकको मान्छेले भन्छ। अनि दुःख हेर न, यो दुःख हेरेर चाहिँ माछाको मोल के हो र? निल डामहरू चोटहरू ठाउँ ठाउँमा जहाँ परेको छ त्यो देखाउँदै माछालाई पनि देखाउँछ रहनेले। र रहनेको माछाको मोल अझ योभन्दा बेसी हुनु पर्थ्यो, उसको चोट
उसको शरीरको स्थिति, उसले भोगेको दुःख देख्दाखेरि माछाको मोल खास मोल यो होइन भन्ने जस्तो लागिरहन्छ। र 5 बजीतिर, बेलुका 5 बजीतिर माछा बेचेर घर फर्किँदै गरेको हुन्छ। र त्यति बेला अब त्यो बेला उसले गोजीमा 10 रुपियाँ गोजीमा माछा बेचेर फर्किँदा उनीको आशा एकदम ठुलो पलाउँछ। उनले कल्पना गर्छ, महिनामा यसरी दिनमा 10 रुपियाँ कमाए भने त महिनामा म 150 कम्पनीको पैसा 150 कम्पनी चाहिँ कतै नजाने रहेछ, मलाई नाफा हुने रहेछ, मैले कमाउने रहेछु भनेर बरु यो कमाएको पैसाले म सानो कटरा बनाउँछु अनि त्यो भित्र म विवाह गरेर दुलही भित्र हुन्छु, मेरो जय जन्म हुन्छ, मेरो परिवार हुन्छ। म जस्तो टुराको जसले मेरो सानै उमेरमा मेरो आमा पनि मैले गुमाउनु परेको थियो, बाबालाई पनि मैले गुमाउनु परेको थियो, रहनेको कोही हुँदैन, उनी टुरा एकजना केटा हुनुहुन्छ। रनेले यस्तै सम्झिँदै गर्दाखेरि आउँदै गर्दा त्यहाँ बाटोको छेउमा एउटा सानो पसल भेट्छ। त्यो पसलमा एकजना 25 वर्षको एकजना स्वास्नी मान्छे ढोकामा उभिरहेको देख्छ परैबाट रनेले। त स्वास्नी मान्छेको यसो हेर्दाखेरि यौवन अब अलि औलन्द पौलन्द उमेर, तर अलिकति त्यस्तो चाहिँ नभएको, अलिकति हेर्दा राम्रै। अनि परैबाट त्यो आइमाई मान्छे भन्छ, ए माछावाला दाजु, खुब याद गरेको हुन्छ त्यो स्वास्नी मान्छेले। ए माछावाला दाजु, हाम्रो दोकानमा कहिले काहीँ त आएर चिया खाएर त जानुहोस् न, उनी भन्छ। यो वर्ड याद गरेर, ए माछावाला दाजु, हाम्रो दोकानमा कहिले काहीँ चिया खाएर जानुहोस् न भन्दाखेरि रनेले यसो स्वास्नी मान्छे बडो सुन्दरी, अब 2-4 कुरा कोट्याउने, उसलाई सोध्ने, त्यो आइमाई मान्छेसित बातचित गर्ने उसको चाहना बढेर आउँछ। ए किन जाने, किन नखाने, चोइ त उहाँ खाइदिउँ, ल्याउनु दिने के छ र भनेर उनी त्यो दोकानमा पस्छ। उनी पसेर टेबलमा बस्ने बित्तिकै त्यो स्वास्नी मान्छेले सेलरोटी, आलुदमको तरकारी, चिनीको चिया रनेको अगाडि ठ्याक्कै राखिदिन्छ। अनि रनेले हेरेर यसो यताउति हेर्छ। अनि त्यो स्वास्नी मान्छेले प्रश्न गर्छ, माछा पनि दिउँ कि माछावाला दाजु, माछा दिउँ भनेर उसले भुटेर राखेको मर मसला मजाले भुटेर राखेको टक टक पिस बनाएको माछा थालमा सजिएको, हेर्दा पनि खाउको मनेको बुकबाट राल पनि आइरहेको त्यस्तो माछा देखेपछि उसले त्यो स्वास्नी मान्छेले भन्छ, माछा पनि दिउँ कि भन्छ। अनि त्यति बेला रनेले सोच्छ, माछा चाहिँ कसरी भनेर, त्यो भुटेको माछा, फ्राई गरेको माछा कसरी भनेर सोध्छ क्या रनेले। अन्त भन्दाखेरि 2 आना गोटा भन्छ। आम्मामा, त्यति बेला रने आत्तिन्छ। अनि आत्तिर भन्छ, एउटा माछाको टुक्राको मोल यत्रो। एकैचोटि उसको मन अतानिन्छ त्यो भाव सुनेर। अनि स्वास्नी मान्छेले साथ भन्छ, होइन हो, के भएको दाजु, यो माछा त होटेलमा पुगेपछि पुग्न साथ यो होटेलको 1 पिसको 8 आना टुक्रा भइहाल्छ, 2 आना त बेसी भएर तपाईलाई भनेर भन्छ। रनेले सम्झिन्छ, ठिकै हो, माछाको मोल ज्यादै हुनुपर्ने, म साँच्ची कम्ती दाममा माछा बेचिरहेको रहेछु, माछा बेच्न गइरहेको रहेछु, तैपनि पराखी यो पाखुराले माछाको खास मूल कहिले चिन्न सकेको थिएन भनेर उसले मनमनमा सोच्छ। र त्यही ध्यान खोलाको किनारमा सानो कटेरा जीवन सङ्गिनी रनेले सम्झेको स्वास्नी एक पटक फेरि दोहोरिन्छ उसको हृदय दुख्तीमा सेलाएको हुँदैन। र फेरि उसले भुलुक्कै एउटा आफ्नो जीवनमा नयाँ सोच र कल्पना गरेको निम्ति उसले उसको जीवनमा आउँछ। तिम्रो लोक्ने कहाँ छ भनेर त्यो स्वास्नी मान्छेलाई आफ्नो कल्पना गर्दा गर्दै त्यो स्वास्नी मान्छेलाई, दोकानको स्वास्नी मान्छेले सोध्छ, तिम्रो लोक्ने चाहिँ कहाँ छ बहिनी भन्छ। अनि के भन्नु, त्यो स्वास्नी मान्छेले भन्छ, के भन्नु माछावाला दाजु, पोइलाई अघि लगाइहाले, भनेको पोइ मरेको छ, सासू ससुराहरू छन्, बजारमा छन्, तर
ससुराले त माया गर्छ, सासूले त मलाई हेर्नै सक्दैन, फुटेको आँखाले पनि हेर्न सक्दैन, त्यसैले म यहाँ छुटेर यहाँ दोकान थापेको भनेर उत्तर दिन्छ। यो वाक्य सुन्न बित्तिकै अब रहनेको मनमा एउटा कुरा खचमचिन्छ, यो विधुवै रहेछ भनेर उसले चाल पाउँछ। आखिरी विधुवै भयो भने के भयो त होइन, त्यो स्वास्नी मान्छे त तरुणी नै छि, उसलाई माया गाली गर्थे। अब यस्तो तरुणी आफ्नो सानो कटेरामा बनाएर पैसा थुपारेर कटेरा बनाएर यो स्वास्नी मान्छेलाई मैले विवाह गर्न पाए कसो होला भनेर उसले आफ्नो कल्पनामा त्यो स्वास्नी मान्छेलाई राख्छ। र अन्तिममा त्यो विधुवै जो स्वास्नी मान्छे थियो उसले भन्छ, दाजु फेरि फेरि आउँदै गर्नुहोस् है, नमरी बाँचे कालोले साँचे फेरि भेटौँला है भनेर मिठो मुखले यसरी भएपछि चिया खाजा खाएर रहने त्यताबाट लाग्छ। अब रहने खोलातिर पुग्दा बेलुकीको 7 बजिसकेको हुन्छ। शरीरमा स्फूर्त एकदमै उत्साह छ, हृदयमा उल्लास छ, एकदम जोस छ। अनि उसले सोच्छ, तरुणी यो तरुण प्राण रौन्जेलसम्म म खटिरहन्छु, आज जुन चाहिँ कमाइ भयो यसको म दोबारा कमाइ गर्छु भन्ने उसको आँट छ। र साउनको भेल अँध्यारो छ, नक्षत्र आदिको कुन लोकमा गएर हरायो, मासियो, ताराहरू देखिँदैन आकाशमा, आकाशमा मेघको टाप्य छ, चारैतिर बादल मुन्चे अनुहारबाट आँसु खस्ला खस्ला पानीको छिटाहरू पर्दै गरेको, हर खोला बगेको ध्वनि सुनिरहेको छ। रहनेले पुल्ठो बालेर खोलातिर लाग्यो, मेघ गर्जियो, बुढुङ आकाश गर्जियो, बिचारा नडराइकन रहने फेरि बिजुलीसँग तर्सिँदै भए पनि बिजुलीको झिलिक झिलिकमा यो मृत पिताको कल्पना पनि गर्छ। अनि खोलातिर उनी लाग्छ। खोला नपसै भनेको जस्तो पनि उसलाई भित्र मनबाट भनेको जस्तो लाग्छ जब जब मेघ गर्जेर भेल बगेर आउँछ। अनि आज दोबर पैसा कमाउँछु, यो पैसा कमाएर म सानो कटेरा बनाउँछु, विवाह गर्छु भन्ने उसको जुन चाहिँ कल्पना छ त्यसलाई साकार गर्नु हुनेले मन तन सबै लगाएर उसले माछा मार्नतिर लाग्छ। रहने गोब्रे दहमा गएर जालो झ्याममै फ्याङ्छ। पुल्ठोको उजालको माछाहरू छटपटेको देख्छ। पुल्ठोको उजालोले 25-30 वटा कत्ला असला बुदुना जालमा परे। रहनेको कुरमा हात हाल्छ, माछा मार्छ। घरुवा भनेको त्यो एकदमै माछा मार्ने जग्गा बनाएको हुन्छ, बिचमा पानी हुन्छ, त्यहाँ पनि माछा लच्छेपुरै परेको हुन्छ। रहनेलाई न भोक छ न निन्द्रा छ, उसले सिर्फ माछा मार्नुको ध्यान छ, पैसा कमाउनुको ध्यान छ, उसको आशाको पोखेटा पलाएको छ। उसलाई शारीरिक रूपले परिश्रम गर्नु भित्रबाट बल आएको छ। र मेघ बादलहरू छ, पहाडको टाकुराबाट ठुलोसँग उड्लेर भेल आइरहेको छ। भेल सँगसँगै यमराज पनि हल्लिँदै आउँदैछ भन्ने रहनेलाई के थाहा। ढुङ्गाको पर्खालमाथि बाढी आएको आवाज सुनेर रहने बगरमा माछा जम्मा गर्न के लागेको थियो। भेलको पुच्छरले सोरेर क्राम कुडुम सोरेर रहनेलाई आफू माछा मार्ने त्यो बगरमाबाट सोरेर लगेर चाहिँ रहनेलाई त्यो गोब्रे दहमा पुर्याउँछ। अनि रहनेलाई आफूले यस्तो परिश्रम गरेर पकडेको माछा बगरमा छरपष्ट हुँदा दुःख लागेर माछा टिप्नु झम्टिन्छ। त्यति बेला रहनेलाई सोरेर नै दहमा भेलमा बगाउँदै गएको हुन्छ। अनि बगाएपछि रहने त्यहाँबाट कहिले पनि निस्किनु नसक्ने स्थिति हुन्छ। अनि उसले अन्तिम शब्द मुखबाट निकाल्छ, यत्रो माछाको मल भनेर सधैँ सधैँको लागि रहने त्यो गोप्य दहमा उसको जीवन अन्तिम श्वास फेर्छ। अब हेरौँ त रहनेका आशा अभिलाषा आकांक्षाको जम्मै गोप्य दहमा गयो र मरण उसको त्यो स्थान भयो। चारैतिर गम्भीर सुनसान रहेको थियो। मनेको जालो भने बलुवामाथि कहीँ पुरिएको थियो, खाली पुल्ठोको दिप्ती बढिरहेको थियो। सधैँको लागि रहनेको जीवन यसरी अन्त हुन्छ। यो कथाले यसरी आफ्नो कथा प्रस्तुति गरेको छ। र यसरी रहनेले आफ्नो जीवन गुमाउनु परेको थियो।
निम्न वर्गीय जसको घर महल जे भने पनि कटेरा जस्तो उसको जीवन कटेरामा बिते पनि उसको लाइ खाइ हेर्दा उसलाई हामीले रनेलाई झट्टै हामीले चिन्नु सकिन्थ्यो। रनेको जीवन यति दर्दनाक यति मार्मिक हुँदाहुँदै अब हामीले रने माथि अब रने को भन्दा माछा मारेर जुनी धानिरहने नेपाली माझी हुन्। यो कुरा नबिर्सिनुहोस् विद्यार्थी, रने को भन्दाखेरि हामीले उत्तर दिन सक्नुपर्छ माछा मारेर जुनी धानिरहने नेपाली माझी हुन्। उनको कष्ट कठिनता आशा आकांक्षा इच्छा नियतिलाई हेर्दाखेरि रने आफ्नै प्रकारको देखिन्छ समाज। रनेको जस्तै रने यस्ता नियति लिएर समाजमा बाँचेका हुन्छन्। यो कथामा माछाको मूल कथामा जालहारी कामको राम्रो ज्ञान भएर यो कथालाई कथाकारले प्रस्तुत गरेको लाग्छ, किनभने यो घटना र कथनकसित जिउ मिलाएको कथाकारले यो विषयमा राम्रो संज्ञानमा लिएको छ। किन खोला नाला पहाड पर्वत त्यो आएको बादल गर्जेको बादल प्राकृतिक दृष्टिकोणले पहाडको चेपबाट जुन चाहिँ खरे खोलाको गरेका आवाज हुन्छ त्यो प्रकारको एउटा कथाको ले वर्णन गरेको त्यो परिवेश अति नै मिठो हाम्रो मस्तिष्कमा चित्रण हुन्छ। कथाले भन्नु खोजेको कथनीय कुरा चाहिँ माछाको मोल हो। माछाको मोल चाहिँ कति रहेछ त भन्ने कुरा हो। होटेलमा त्यो माछा धेरै मूल्यमा सासाना खाजा खाने दोकानतिर यताउतिको दोकानमा ठिकैको मूल्यमा रनेले खोलाबाट माछा मारेर लाँदाखेरि त्यो अझै सस्तो मूल्यमा बजारमा पुगेपछि यसले होटेलमा पुगेपछि अझै बेसी मूल्य पाउँदो रहेछ भन्ने यो मूल्यलाई कसरी चाहिँ मुद्रा स्मृति हुन्छ भन्ने अर्थशास्त्रको सिद्धान्त पनि यो कथामा हामीले पाइरहेका छौँ र यो कथाले भन्नु खोजेको यो पनि हो। रनेको लागि माछाको मूल्य खोलाबाट राति राति पुल्ठो बालेर भूत जस्तै रात परि खोलामा जाल हानेर माछा मारेर बजारमा बेच्दा जति मूल्य पाउँछ नि त्यो रनेको लागि माछाको मोल हो। तर रनेले माछा बेचेर फर्किँदा बाटोको छेउ दोकानमा तपाईले देख्नुभयो नयाँ पसल जहाँ नि स्वास्नी मान्छे थियो उसले फर्काएर बोलाएर माछाको टुक्रा देखाएर उसले मारेको माछा सिङ्गो माछा होइन एक टुक्रा माछालाई फ्राई गरेको माछालाई देखाएर माछा खानुहुन्छ भनेर उसले जुन चाहिँ प्रश्न गर्छ रनेलाई, रनेले कति मूल्य भन्दाखेरि रनेले त्यसको मूल्य अचाकाली बढेको चाल पाउँछ। यो सुनेर रने छक्कै पर्छ। अनि त्यही स्वास्नी मान्छेले त्यो माछाको मूल्य त यो त केही पनि होइन, यत्रो टुक्राको मूल्य होटेलमा पुगेपछि 8 आना हुन्छ भनेर भन्छ। अब यो जुन चाहिँ प्रकारको माछाको मूल्य छ रनेले भोक तिर्खा निन्द्रा आदि आदि सहेर राति राति आफ्नो ज्यानलाई बाजी राखेर त्यो जस्तो भेल पहिरोमा माछा मारेर जब माछाको मूल्य सम्झिन्छ अचम्मै लाग्छ, मैले केही मूल्य पाएछु। स्वास्नी मान्छेले अझ भन्छ यो त थालको माछाको टुक्राका दाम 2 आना, त्यो माछाको टुक्रा होटेलमा पुगेपछि 8 आना। ऊ शेरमा बेच्दैछ, उसले 8 आना शेरमा। रनेले आफूले मर्ने बेलामा भनेको कुरा हामीले कथामा पाउँछौँ माछाको मूल्य चाहिँ कति रहेछ त भनेर। जब भेलले बगाएर रनेलाई अन्तिम जीवनको अन्तिममा भेलले गोब्रे दहमा बगाएर स्वात्तै हाल्छ त्यति बेला मर्ने बेलामा रने भनेको हुन्छ यत्रो माछाको मूल्य। यसबाट हामीले माछाको मूल्य कति हो भन्ने थाहा लाग्छ। अब यो कथामा हामीले जोई पोइ पाएका छौँ। पोइ भनेका छन् पोइ र जोई स्त्रीलिङ, पोइ भनेको पुलिङ, जोई भनेको स्त्रीलिङ हो। यो कुरो पनि हामीले राख्नुपर्छ। गोब्रे द हामीले त्यहाँ उल्लेख गरेका पाउँछौँ। गोब्रे द हामीले त्यो पाइरहेका छौँ। घरुवा जो वरिपरि यसरी डिल बनाएर बिचमा पानी हुन्छ त्यहाँ माछा मार्नको लागि बनाउने जग्गा हो त्यो, त्यसलाई चाहिँ हामी घरुवा भन्छौँ। अब त्यसरी दह गहिरो खोलामा माथिबाट पारबाट आएको ठेउटोमा
एकदम गहिरो प्रकारको पोखरी जस्तो, तर त्यो भित्र तरङ्ग हुन्छ, पानीको करेन्ट हुन्छ। त्यस्तोलाई हामी दह भन्छौँ। दह पनि हामीले दुई प्रकारको पाउँछौँ। घुमाउने दह, जहाँ सट्ट कुनै त्यसपछि त्यो पिन पानीको तरङ्गले घुमाउँछ। अर्को गोब्रे दह भन्छ। गोब्रे भेरी डेन्जर दह। यो दुईटा दह, दुई किसिमको दह हामीले जान्दछौँ। यो कथाले हामीलाई सिकाएको छ। अर्को ढडिया, माछा मार्नको लागि बनाएको खुरुङ, फलामको पनि हुन्छ, बाँसको पनि हुन्छ। एउटा खुरुङ्गा जस्तो बनाएको हुन्छ, जहाँ हामीले ढडिया थापेर माछा मार्छौँ। र यहाँ कत्ले माछा, असला बुदना माछाको कुरा गरेको छ। यो माछाले पनि हामीलाई पहाडको वातावरण, पहाडको खोलामा पाइने माछाको एउटा हामीलाई चित्रण हुन्छ। यो माछाले, यो खुबै असला र बुदुना माछा भनेको पश्चिम बङ्गालको पहाडतिर हुने अथवा कुनै पनि जग्गाको पहाडतिर हुने असला बुदुना उच्च कोटिको राम्रो माछा हो। र अर्को टाकुरा भन्छ। हामीले पहाडको माथिल्लो भागमा टाकुरा देख्छौँ। र कटेरो भन्छौँ। घर जस्तै हुन्छ, तर खरको, बाँसको भाटाद्वारा निर्मित भएको हुन्छ यो कटेरा। र सङ्गिनी भनेको छ, साथी सङ्गिनी, जीवन सिँगाइ बिताउनेलाई हामीले सङ्गिनी भनेको छौँ। यी कुराहरू हामीले थाहा लाग्नुपर्छ र हामीले याद गर्नुपर्ने हुन्छ। र हामीले त्यो स्वास्नी मान्छेको चित्रण, चोकमा भेटाएको मान्छेको चित्रण, अनि यता रहनेको, हामीलाई रहने कस्तो थियो, पुड्को सबै हामीलाई त्यो चित्रण कथाबला यस्तो मिठो रहनेको एउटा चित्र हाम्रो मस्तिष्कमा बस्छ। र यो कथाले भन्न खोजेको वातावरण, देशकाल, समय, संवाद हामीले ख्याल गरौँ। यति ख्याल गरेपछि हामी परीक्षामा जस्तै प्रश्न सोधे पनि हामी सहजै उत्तर दिन सक्छौँ। धन्यवाद।